अमेरिकाले वर्षौंदेखि कायम राखेको एउटा ठूलो प्रविधि साम्राज्य चीनले भत्काइदिएको छ। विश्वकै सबैभन्दा फास्ट तथा शक्तिशाली सुपर कम्प्युटर अब अमेरिकाको रहेन, त्यो चीनको कब्जामा गएको छ। चीनको सेन्जेनमा लाइनसाइन नामको यस्तो सुपर कम्प्युटर बनेको छ जसले सुपर कम्प्युटरमा रहेको अमेरिकी प्रभुत्वलाई मात खुवाइदिएको छ। लाइनसाइनले अमेरिकाको एल क्यापिटन नामक सुपर कम्प्युटरलाई उछिन्दै वर्ल्ड नम्बर 1 बन्न सफल भएको हो। अमेरिकाको एल क्यापिटान भन्दा चीनको लाइनसाइन 20% धेरै शक्तिशाली प्रमाणित भएको छ। चीनले यो सुपर कम्प्युटर अमेरिकी चिप बिना आफ्नै बलबुतामा बनाएर संसारलाई चकित पारिदिएको छ। अहिले संसारका लगभग सबै शक्तिशाली सुपर कम्प्युटरहरूमा अमेरिकी चिप कम्पनी एनभिडियाका जीपीयू छन्, तर चीनले भने लाइनसाइन सुपर कम्प्युटरमा एनभिडियाको जीपीयू प्रयोग गरेको छैन। कम्प्युटर चिपमाथि अमेरिकाले लगाइरहेको प्रतिबन्धलाई निस्तेज पार्दै चीनले संसारकै शक्तिशाली सुपर कम्प्युटर तयार पार्नु विश्वकै लागि ठूलो सन्देश मानिएको छ। वास्तवमा सुपर कम्प्युटर भनेको केवल ठूलो र शक्तिशाली कम्प्युटर मात्र होइन, यसले एआई, मौसम पूर्वानुमान, चिकित्सा अनुसन्धान, अन्तरिक्ष प्रविधि र राष्ट्रिय सुरक्षासम्ममा ठूलो प्रभाव पार्न सक्छ। त्यसैले अबको प्रश्न केवल कुन देशको कम्प्युटर कति फास्ट र शक्तिशाली छ भन्ने मात्र रहेन। प्रश्न यो हो कि भोलिको प्रविधि जगतको नेतृत्व अब अमेरिका या चीन कसले खोस्ला? तपाईको विचार के हुन्छ? कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।